भिडियो पनि आउनु छोड्यो भन्दै सोच्नु हुँदै थियो भने चाहिँ है म चाहिँ 1 हप्ताको लागि हस्पिटल बस्नु परेको थियो साथी। अन्त चाहिँ भिडियो हाल्नु पाएको थिइनँ र हिजो एक दिन रेस्ट गरेर चाहिँ आजदेखि चाहिँ फेरि म वक जाँदै गरेको। भिडियो चाहिँ अब फेरि डेली हाल्ने छु है। र आजदेखि चाहिँ म फेरि मेरो डेली रुटिन फलो गर्नेछु। र रनिङ गर्नुभन्दा अगाडि चाहिँ अब हामीलाई बेसिक एक्सर्साइजेसहरू चाहिन्छ है। सो यो चाहिँ हल्का मेरो वार्मअप रनिङभन्दा अगाडि इन्जुरिजहरूबाट हामीलाई हेल्प गर्छ है। र मैले चाहिँ वार्मअपहरू गरेँ र वार्मअप सकेर चाहिँ म रनिङको लागि हिँडेँ। र रनिङ चाहिँ मेरो यहाँबाट सुरु भइसक्यो र आज फर्स्ट डे थियो, त्यसैले बेसी रनिङ गरिनँ र सामान पनि किन्नु थियो र सामान पनि लिएर रनिङ गर्दै फर्केँ म चाहिँ। र धेरै दिन बाद रनिङ गर्दा साह्रो पनि पर्यो र मजा पनि आयो र त्यसरी नै रनिङ गर्दै फर्किँदैछु म चाहिँ। र रनिङ गर्नु चाहिँ एकदम मजा पनि हुन्छ है। सो अब चाहिँ रनिङ सकेर घर जाँदै गरेको र रनिङको बादमा हालत यस्तो पसिनाले। सो आजको लागि यति नै, बाई बाई।